क्षम्य छैन। विभिन्न देशमा बस्ने, विदेशमा बस्ने, नेपालमै बस्ने, सोसियल मिडियामा फेस हुँदैन, अनि जे मन लाग्यो त्यही मान्छेले कमेन्ट गर्ने। त्यो कमेन्ट गर्दै गर्दाखेरि तिनीहरूले सम्झेनन् होला, तिनीहरूका पनि आमा बाउ छन्, तिनीहरूका पनि छोराछोरी होलान्, दिदी बहिनी होलान्, सम्झेनन् होला। तर सम्झाउनु चाहिँ पर्नेछ, जे मन लाग्यो त्यही बोल्न पाइँदैन। बुढो भएपछि कुट्न गइहाल्नु, तिमीहरूले केही खुल्क्याएनौ भनेर जता पनि पुगेका छन्, गर्न जता पनि पुगेका छन्, उफ्रिन सबैलाई भन्ने उयो, फेरि गाली उयो, अनि अलिकति सत्य कुरा बोलिदियो भने तँ भालु नि भन्दै सिद्धियो। मैले एकदमै नबुझेको कुरो चाहिँ क्या, यो नयाँ नयाँ पार्टी जति पनि खोइ नि, एमालेका पार्टी, प्रचण्डका पार्टी, कुन कुनै पार्टीको त नाम पनि जान्दैन, कति सानसानो पार्टी, छुट्टै कुरा भयो होइन। हरेक पार्टीका मान्छेले, स्पेसली चाहिँ नयाँ पार्टीकाले, अहिले भर्खरको हालचाल देखेको चाहिँ मैले मेरै पोस्टहरूमा अरूको पोस्टर त्यति हेरेको छुइनँ मैले। म मेरै पोस्ट हेर्छु, मेरै पोस्टका कमेन्ट हेर्छु, म हेरेँ पनि होइन, तर इग्नोर गरेर हुन्छु। कतिलाई त रिप्लाई नै दिन्छु, मेरो पनि मुभ फोर भइसक्यो यिनीहरूको मुभ फोर हुनाले गर्दा, रिप्लाई दिनाले गर्दा। मैले देखाएको कुरा चाहिँ यो नयाँ पार्टी खोल्नुको मतलब चाहिँ दिदी बहिनी, आमा दिदी बहिनीहरूलाई चाहिँ मुख छाड्नको लागि भालु नि बिएसिया त्यही केपीले सुताएको, प्रचण्डले सुताएको, त्यही भन्नको लागि हो होइन। मैले हिजो बारेन शाहको बारेमा भिडियो बनाउँदा त कुनै पनि एमाले अनि कुनै पनि माओवादीका नेताले तँलाई त्यही बारेन शाहले सुताएको भन्दै आएन नि त कमेन्ट गर्नुलाई। यो घन्टी पार्टीकाले चाहिँ मलाई किन यस्तो अचम्म पो लाग्यो, मलाई त छक्कै पर्यो। न कुनै केपीको बारेमा भिडियो बनाएको छु, न कुनै प्रचण्डको सपोर्ट लिएको छु, न शेरबहादुरको, न के अलिकति भएको साँचो कुरा सत्य कुरा गरिदिएको त तँलाई केपीले सुतायो रे, तँलाई प्रचण्डले सुतायो रे क्या। यिनीहरूको त अलिकति त सत्य कुरा त पचाउनै पो सक्दैन नि त, अचम्मै लागेको मलाई त। त्यति गाह्रो हुन्छ, त्यति गाह्रो हुन्छ। मलाई भगवान कसम आजसम्म मैले कुनै पनि भिडियोमा केपीलाई पनि गाली गरेको छु, प्रचण्डलाई पनि गाली गरेको छु नि होइन, तर तिनी भिडियोहरूमा मैले कुनै पनि कमेन्ट देखिनँ कि तँलाई बारेनले सुतायो त्यही भएर केपीको विरोध गरिस्, तँलाई रवि लामिछानेले सुतायो त्यही भएर विरोध गरिस् भनेको कहीँ देखेको छुइनँ त मैले। तर अलिकति घन्टीको विषयमा अनि के अरे स्पेसली जी बालेन शाहको विषयमा सत्य कुरा गरिदियो भने नि तँलाई प्रचण्डले सुतायो केपी मादर पुली। तिम्रो घन्टी त तिमीहरूले मुख छाड्नको लागि निगा हल्ला गरेछौ होइन। हुन त अब के घन्टीमै जाने हाम्रो हुनेवाला प्रधानमन्त्रीज्यू नै फक घन्टी भन्दै त्यही फक घन्टीकै फक गर्दै हुनुहुन्छ, यसरी घन्टी हल्लाउँदै यसरी लन्द्राङ पार्दै हुनुहुन्छ। अरूको त के कुरा गर्नु, सायद त्यहीँबाट सिकेका होला तिमीहरूले त सिक्न त। एक दिन अब चाहिँ नबोल्नु पर्यो भनेर छोरा र बसेको सुरु भइसक्यो किन इनबक्समा धरी पो त तँलाई प्रचण्डले सुतायो केपीले सुतायो भन्दै आइरहेको कि इनबक्समा धरी। तिमीहरूको पार्टी जसको सम्मेलनमा पनि उत्तिकै पुगेछ, गाली गर्न पनि उत्तिकै पुगेछ, उफ्रिन पनि उत्तिकै पुगेछ। मैले नबुझेँ भगवान कसम कि चाहे भाइरल के भन्छ अरे, चाहे कलाकारिता होस्, चाहे नेतागिरी होस्, चाहे दादागिरी होस्, जेसुकैगिरी होस्, चाहे खानेकुरा होस्, चाहे वस्तु व्यक्ति जेसुकै होस् होइन, अन्धभक्त भएपछि नि सिद्धियो। अनि जब मान्छे अन्धभक्त भएर लागि पर्छ नि मान्छेलाई त्यसको राम्रो कुरोलाई पनि राम्रो बनाएछ, नराम्रो कुरोलाई पनि राम्रो बनाएछ, सर्वै सर्व भएर हिँडा नि एक दिन त्यस्तो मान्छेहरू चाहिँ देश पत्ता साफ बनाएर छोड्छ। यो म ग्यारेन्टी दिन्छु, रेकर्ड गरेर राख यो भिडियो, ल गर गाली यत्रै सिटी मलाई केही पनि फरक पर्दैन। अलिकति सत्य कुरा गरिदियो भने त तँलाई फलानाले सुताएको केपीले रे, तँलाई प्रचण्डले सुताएको रे, तँलाई बालन शाहको फलाना थोक खुवाउने रे, तँलाई अलिकति यो नभएका हुन् कि यो नभएका हुन् कि अचम्मै लाग्यो मलाई त। छ्या तिमीहरू नेपाल बनाउनलाई अगाडि बढेका छन्, तेरीमा डुब्ने नेपाल बनाउँछौ है यही तरिकाले। नेपाल तिमीहरूको हुनेवाला प्रधानमन्त्रीको कुनै के खाना पाइनस् त्यही भएर रे। आमा कमेन्ट र त्यो इनबक्समा म्यासेज हेरिसक्नु तेरीमा डुब्ने। भगवान कसम हिजो बालन शाहको सपोर्ट लिएर बोल्दाखेरि, रवि लामिछानेको सपोर्ट लिएर बोल्दा नि मलाई कुनै पनि एमाले प्रचण्ड यस्ता कार्यकर्ता के भन्छ झोले भन्छन् के भन्छन् त्यस्ताहरूले कहिले गाली गरेका थिएनन् कसम। यतिखेर भएको छ है, कहिले मलाई यस्तो गाली आएन त, तँलाई बालन शाहले सुतायो, तँलाई रवि लामिछाने सुतायो, कहिले आएको थिएन त त्यस्तो कमेन्ट म्यासेज। तर आज के सत्य कुरा उसको बालन शाहको बारेमा एउटा सत्य कुरा बोलिदिएको त, तँलाई केपीओले सुतायो, तँलाई प्रचण्डले सुतायो त्यही भएर बालन शाह खेद्दो खने कि छेस रे खोया खेदो खन्नु
पहिलो कुरो। दोस्रो कुरो सत्य बोल्दा तिमीहरूलाई यस्तो बोल्नुपर्छ है, तिमीहरूको नयाँ पार्टी त चेलीबेटी दिदीबहिनीहरूलाई फक भन्नलाई, तँलाई फलानाले सुताएर चिराङलाई सुतायो भन्नको लागि खोलेका छैन। फुक्क तिमीहरूको पार्टी मासला नेपालका चेलीबेटीको सत्य कुराको इज्जत गर्न नजान्नेले खोया बनाउँछौ प्रधानमन्त्री, यत्राको बनाउँछौ देश। जसले यस्तो बोले हौ नि, इनबक्समादेखि लिएर कमेन्टमादेखि लिएर सत्य पचाउन नसकेर बोले हौ नि, तिमीहरू सबै चाहिँ फक लुक्खा मासला ल गर गाली। यो क्षम्य छैन। विभिन्न देशमा बस्ने, विदेशमा बस्ने, नेपालमै बस्ने, सोसियल मिडियामा फेस हुँदैन, अनि जे मन लाग्यो त्यही मान्छेले कमेन्ट गर्ने। त्यो कमेन्ट गर्दै गर्दाखेरि तिनीहरूले सम्झेनन् होला, तिनीहरूका पनि आमा बाउ छन्, तिनीहरूका पनि छोराछोरी होलान्, दिदीबहिनी होलान्, सम्झेनन् होला। तर सम्झाउनु चाहिँ पर्नेछ। जे मन लाग्यो त्यही बोल्न पाइँदैन।